वेलकम टु माई ब्लग यो ब्रो। ल गाइजहरूलाई चाहिँ आज हाम्रो ब्लगमा स्वागत छ हैन। हामी चाहिँ आज भोजपुरबाट इटरी जाने यात्रामा छौँ हैन। ल गाइज अहिले चाहिँ हामी अब अन्त्यको घरमा आइसकेको छौँ हैन। पुरै रेडी भइसक्यो, बाइक साइक ब्याग सबै रेडी भइसकेको छ। पनि बवाल पनि बर्को बोल्छ केटाको गरिदियो खतरा छ है गाइज। ल आजको हाम्रो यात्रा चाहिँ तपाईँको भोजपुरबाट इटरीसम्मको है। अहिले चाहिँ लगभग 2 बजिसकेको छ। हामी अब स्टार्ट गर्दैछौँ। खोइ त घडी अनि त्यहाँ चार्जर छ त्यो ल्याउलो उयो भोर्काको छेउमा राखिदिन्छ रहने नि। सामान त गोजीमा छ। आज झन् साडी लगाएर फोटो खिच्नु भनेको ठिकै छ। अब हामी चस्मा चाहिँ खतरा रहेछ। दुइटै कडकवाला हो यो चस्मा के तिमीलाई घुमाउनु लान्छु, लाने ट्रिपमा लान्छु पर्छ नि पैसा यसले दिएको। ल गाइस हाम्रो पछाडि रहेको रुख चाहिँ एकदमै बवालै छ। हाई भन्दै अन्त्य। हेलो गाइस, वेलकम टु द ब्लग। ल ठिक छ। ल गाइस अब चाहिँ हामी फेरि राइडमा लाग्न लागेको छौँ। अलिक ढिलो पनि हुन्छ होला। आज हाम्रो यात्रा चाहिँ इटरीसम्म हो हैन। ल गाइस है त। ल गाइस अब चाहिँ हामी धरानतिर लाग्न लागेको छौँ हैन। धरान हुँदै हामी इटरीसम्म हो। यसपालि इटरीमा हैन नयाँ नयाँ ठाउँमा घुमिन्छ, नयाँ नयाँ चिजहरू खाइन्छ, एकदमै रमाइलो गरिन्छ गाइज हैन। हेर्दै गर्नु होला हैन। लास्ट बवाल रमाइलो गर्नुपर्छ। ल गाइज हाम्रो चाहिँ बाइक पर छ हैन। हामी चाहिँ यता वारीपट्टि आएर बसेको छौँ। यहाँनिर चाहिँ बाइक फेरि आँखा झिमिक बाइक गायब हुने ठाउँ रहेछ। यो विराटनगर हो गाइस हैन। कबाडी एरिया छ अरे यतातिर। त्यही भएर हामी यहाँ चिया खान आएको, बाइक हेरेर चिया खाँदैछौँ। अहिले गायब पनि हुनसक्छ है गाइस फेरि।
के छ केटा अनि कस्तो लागिरहेको छ त तपाईँ वाइया कसरी हो वाइया चाहिँ एक मिनट त गर्नै पर्दैन क्या यो चारैतिर हुन्छ अहिले चाहिँ हामी इटरीबाट हाम्रो घाटबाट किन आउँदैछौँ इटरी चाहिँ केएफसी दबाउने भनेर गएको छ छ जिवेकै छ यस्तो छैन होइन त्यो अर्कै उसमा गएर चाहिँ केएफसी भनेर सपिङ गर्नु जाने यो चाहिँ राम्रो हाल्नुपर्छ सातो जान्छ गाइस यताबाट फर्केर स्टन्ट देखाइदिएन र फेरि अहिले मिलिहालेर फेरि अर्जुनतिर गाडी कहाँ छ कम्पनीको गाडी गाडी नै गाडी गर्नु हेलो सर बिग फ्यान कता हो हाम्रो यो चाहिँ इटरीको भाटबोटे नि हो ल हाम्रो हो अनि हाम्रो त हो के डाइरेक्ट केएफसी गरेर अर्डर गर्ने भनेको यस केएफसी विशेष गरी यो चाहिँ हाम्रो नेपालको सबैभन्दा ठुलो भाटबोटे नि हो नेपालकै ठुलो हो अब हामी केएफसी जाँदैछौँ के खाने मेरो त दामी लाग्छ यति चाहिँ पावर लाग्छ मलाई पछि बनाउला न भोजपुरतिर जुत्ता पसलको माथि कफी सप पछि काटौँला भाइ भाइ पिज्जा खाने पिज्जा पनि बेस्ट के खाने त एकछिनमा पहिले हेरौँ न आज के भयो कुन अफर यहाँ यो अफरवाला सबै उसले कुन चाहिँ यो 7 नम्बरको भनेको के उसले फ्यामिली 35
यो त नि राम्रो खालको खाइ होला होला एक महिनाको रासन पानी हो यो चाहिँ लुका राख्नुपर्छ यो पैसा दिएको चाहिँ हामीले जम्मा चाहिँ 1000को मात्रै हो मटन चाहिँ खाएको 1500 खल्ती नै त्यति लाग्छ र पनि गर्दै गर्ला म चाहिँ मुख धुनु पर्यो गर्मीको पैसा तिरेर रुमाल छैन रुमाल किन चाहियो कपडाले रुमाल किन्नु पर्ने जाम आइदिनु चाहिँ बगल आउने कहाँ है अर्जुन ल अब यही फोटो भिडियो यो पनि सिसै रहेछ त्यो विवेक सिसा होइन त प्लास्टिकको यो सिसामाथि प्लास्टिकको कभर पनि यो पनि राम्रै रहेछ त यो सस्तो पनि पर्दो रहेछ नि त 725 रुपियाँ एउटाको नि त तर यस्तोबाट पनि रहेछ स्यान्डविच राख्ने रहेछ यसमा चाहिँ हिरमा पनि युज हुने टाइपको रहेछ सबैमा त्यस्तै नै होला होइन कुनै भित्र पनि राख्नु भएपछि किन्नु त अहिले अनि यो एउटा किन्दा भइहाल्छ त तरकारी सरकारी राख्ने अनि फ्रिजभित्र बाइकमा कसरी लाने के चाहिँ यो अँ त्यो त लानु मिलिहाल्छ कस्तो लाने लुगै ज्यादा रहेछ टिफिन 400 डिग्री सेल्सियस ओभन आमा भ्यायो ओभनमा नि काम दिएको रहेछ है ए बाफ जाने यो को दाम ल कलर चाहिँ कुन चाहिँ ठिक छ केटा यो सबै उही त हो तर प्लास्टिक हुन्छ ब्ल्याक लगाएन फर्काउनु त्यो त सिसा हो यो सिसा यो चाहिँ सिसा हो यो चाहिँ प्लास्टिक हो ओभनमा पनि मिल्दो रहेछ क्या ओभनमा नि 400 डिग्री सेल्सियस तर दाम पनि राम्रै रहेछ नि त फेरि 960 रहेछ नि यहाँको रहेछ त फेरि त सानो रहेछ 700 यो चाहिँ सेटको रेट हो 700 ल ल भयो किनिसकेको के किन्छ एकचोटि आउनु यो त अलग अलग होला नि हजुर एउटा लगाउँ पक्कै जानु एउटा हेर एउटा तिनवटा खोइ मलाई के थाहा छ त यसको र यसको यो त मलाई त छोरालाई पो लगिदिनु मन लाग्यो टिफिन दुईवटा वाट नेक्स्ट यता बाइकमा अट्छ नि त के यो यो पर्दैन ठिक्क साइजको हेर्दैछ ल
410 यो पनि ठिकै रहेछ त सबैको धेरै नै सानो राम्रो के राख्नुको लागि चाहिँ हो भन्नु व्हाट्सएपलाई सबलाई खाजा लाग्दैन यतिखेर त ठिकै हो हुन्छ त्यस्तो चाहिँ यस्तो चाहिँ लाग्दैन बरु यो भन्दा त फेरि दाम राम्रो छ नि त नि फोटो अनि अरू घरमै नि काम दियो नि त सर त्यो धेरै ठिकै ठिक्क हुन्छ होला है त्यो पनि ठिकै लाग्यो नि पकाएर लगिदिन्छ कि यो सिसाकोमा दामी हुन्छ त्यही त नि अलिक ठुलो लाग्दैन त पकाएर इत्रीमा हुन्छ त अर्को भयो भने दुईजनालाई नि काम दिन्छ यो लगाउनु त हो त लाग्दैन हुन्छ यो बेस्ट होला ओके ल यत्रो साइज ओके होला वाटर बोटल अनि यो खाजा त्यस्तो फेरि बाफ लानु नै रहेछ पाक जानेवाला लिँदा राम्रो अप्सनै अप्सन भयो त्यो छान्न दिँदै है हुन्छ आइज न घुमौँ न यता अरू केही छ कि नेपाली हो। अब बोतल होला होइन प्लेट भयो। हेरौँ न नि फेरि फेरि आइँदैन हेर न फेरि फेरि आइँदैन 2 हप्ता चाहिँ फेरि आइन्छ त 2 हप्तापछि आइदिने हप्ता पछि आइन्छ अस्ति त झन् यहाँको छिरेन मात्रै छ त्यो जाम त त्यसो हो नि जाउँ अहिले अस्ति याद गरेर लिस्ट गरौँ ल क्या बनाउँदा पानीको बोतल अहिले अननेसेसरी कुरा मात्रै किनिन्छ बोतल छ भइगयो त नि जे चाहिन्छ त्यही त्यही किन्दै जानु अननेसेसरी कुरा मात्रै किनिन्छ क्या अहिले लिस्ट बनायो भने चाहिँ घरमा चाहिने कुराहरू पनि किन्न मिल्यो नि त सर दिस इज द थिङ ल ल ल ल ल तर बवाल यार यो त नफुटाओस् मात्र हो। स्कुलमा यो एक्स्ट्रै हुन्छ क्या ए साथी चम्ची यो छुट्टै यो छुट्टै ल अनि त्यो चम्ची त अनि के होस् अर्को भाँचिनेवाला चम्ची चाहियो एउटा हेरौँ न चम्ची आइज न यो त सेटवाला होला नि त सानोवाला चाहिँ कतातिर छ यही होला है त्यो चाहिँ बरु अट्छ होला यो टाइपको चाहिँ सेट हो कि यो एउटा त्यो सेट गरे होइन सेटकै त नि अनि ल दामी छ धेरै नै सानो हो कि के हो यो चाहिँ कति पर्छ 250 यो त ठिक लाग्यो त्यस्तो बुट्टा भएकोहरू त हुँदैन होला है सानो मम्मीले यति कलेक्सन गरेको छ कहाँ कहाँको जम्ची अब त्यो के भन्नु के अरे मम्मीले अकाउन्ट चाहिँ के जम्मा गरेको छ गालीको बजारमा चाहिँ एउटा नै गर्नु मिल्दैन निकालेर त्यसरी पनि मिल्छ अनि सानो त हो साइज हुन्छ त्यो सिटले घर ठ्याक्क अटेर ब्यागमा सामान भयो क्या नि अब हाम्रो त अट्छ कस्तो अट्छ भने अट्दैन ए के त्यहाँ हेर न त्यहाँ के धेरै के पैसा मात्र धेरै सामान त थोरै हो नि त एउटा ब्याग सानो ल्याउनुपर्छ प्लास्टिकको
अनि अब एउटा त्यो स्विमिङ पुल भयो बास तर महँगो पर्दो होला है त्यस्तो मलाई चाहिएको चाहिँ त्यो यहाँनिर मै गएर खेलौँला जस्तो भइसक्यो तेरो स्विमिङ पुल है यो त्यही भइसक्यो होला खै कुन चाहिँ यो कस्तो दामी छ होइन यो बनाऊँ न बरु यस्तो बनाउनु मिल्छ कहाँ यो त यहाँनिर कसरी अरे न्यू लाइटमा मिल्दैन कस्तो भयो न्यू लाइटमा बनाउनु मिल्दैन है मिल्छ अगाडि मर्दैन पछाडि तर यतिको फिनिसिङ चाहिँ आउँदैन फेन्सिङ त किन चाहियो हाम्रो भइसक्यो होला जम्मै अँ तल हाम्रो भइसक्यो होला ए 20 मिनट आम्मा आधी घन्टा भइसक्यो म त भुलिको राखेको है कति भयो त्यो होइन एउटा दुईवटा तिनवटा चारवटा ए आउँछ कति भयो भन्नु छैन के गरिदिन्छ ल अब हामी जाँदैछ त्यो माथि जान्छ स्विमिङ पुलवाला होइन होइन के होइन मेरो आउँछ नि त यहाँ लाइज होइन हौ तलबाट गएको अनि तँ नि आउनु पर्दैन थियो कस्तो रहेछ तलबाट आउने भन्छ अनि ऊ आफू अगाडि जाने तलबाट त खिचिँदै भनेको क्या जान त हुँदैन जाने ए यहाँ आएछ त यहीँ उठाउनु त ल हाफ प्यान्ट जिन्दाबाद यो चाहिँ ठिक्क हुन्छ त्यसको रेट कुन चाहिँ यो भनेको यो त कहाँ राख्नु यो त तँ र यो चाहिँ बरु मिल्छ ठुलोलाई पनि हुन्छ सबैलाई हुन्छ तर त्यसमा नि हुन्छ माथि ढलानमा राखिदिनु पऱ्यो कि अनि दिउँसो घाम लागेको बेलामा भित्रै होला है यो राम्रो त्यस्तो नगरेको नि त मजा दिँदैन मजा ठ्याक्कै हुन्छ नि त टक्कसँगले स्विमिङ पुलको लागि अमित अर्जुन नै यहाँ रहेछ हाम्रो स्विमिङ पुलमा यसको रेट कता छ हजुर यसको कति हो अन्ते खिच्दैछ यस कति आम्मा यो सस्तो अझै पाउँदैन त्यस्तो नै हो फरक यो अनि ठुलै मान्छेलाई पनि खान्छ यसले ठुलो मान्छे भने यता हेर्नु पऱ्यो क्या सिधै यो ठुलोलाई चाहिँ 110 ग्राम पऱ्यो 15 गाडीमा हाल्ने कुरा पो तपाईँको लागि कत्रो हुन्छ पोका छोरीको लागि त्यो हावाले भर्ने के गर्नु पङले आफैले भर्नु सकिन्छ के कुराहरू 10 मिनटमा भर्छ त्यो केटाहरूले लगाएन पाली पालो सन्धिपालो ग्यारेज छेउमा छ भने हाल्दा हुन्छ होइन छ त्यहीँनिर नजिकै पोका हुन्छ
कति 7,000 भन्नु हो 7,215 यो अझै त्यो पनि पो हो अफरहरू छैन अहिले के छैन सर बाध्यतावाला हो क्या त्यो झुन्डाको बाध्यतावाला खोइ कत्रो प्याक हुन्छ एकचोटि देखाइदिनु न त्यो प्याक कत्रो हुन्छ भन्दा पनि एउटा प्लास्टिक हुन्छ किनकि तपाईँलाई टेस्ट गर्दाखेरि खोलेर त्यसकै हावा फाल्नु हो नि त हामीले अर्को पिस लानुहुन्छ भने पनि छ होइन तर त्यसलाई पनि टेस्ट गर्दा खोल्दाखेरि चाहिँ त्यो जति बक्स त्यही भनेपछि यही प्याक गर्नु पऱ्यो भन्नु पर्दैन अर्को पनि छ तर त्यसलाई पनि टेस्ट गरेर खोल्दाखेरि चाहिँ कति प्लास्टिक हुन्छ प्लास्टिक भन्छ यत्रो बक्स हो यत्रो बक्समा छ कसरी लानु गाडीमा हालिदियो मुस्कानकोमा गाडीमा ए ऊ मेरोमा पैसा हालिदेऊ त कति छ 15,000 हाल्दै यता हामी आइज नि त्यसमा के हजुर फिक्स गरिदिनु हजुर प्याक गरिदिनु प्याक गरिदिएको यो एउटा चाहिँ लिनुपर्ने रहेछ हामी पनि माथि नै जाने के भन्छ यो के चाहिँ पानीमाको लागि त्यो त कहाँ अब यहाँनिर त्यो फेरि जाने बेलामा आइज नआउनु किन्नु तर किनिराख्दा चाहिँ हुन्छ है त्यता फेरि त अननेसेसरी अहिले काम छैन अहिले होइन ऊ यसलाई होला हेरी चाहिँ राखौँ नेक्स्ट टाइम त्यो ठुलै लगाउँदिनुहुन्छ हजुर त्यो ठुलै लगाउँदिनुहुन्छ यो त 13,000मा आउँछ नि फेरि यो त खतरा तपाईँहरूलाई पनि सुरु गर्न मिल्छ त्यत्रो ठुलो त पर्दैन हौ यो लाग्नु हो नि हिरो खतरा पुरै फ्यामिली नै फेरि होइन ठुलो हुन्छ डर हुन्छ यो त धेरै ठुलो हुन्छ बरु यसलाई चाहिँ मिलाउनु मिल्दैन मिल्दैन मिलाउनु त्यही हो यो चाहिँ मिल्ने त्यो चाहिँ नमिल्ने हो र मिल्छ होला यो पनि कहाँ मिल्यो त यो 15,000 यसको 13,000 हो त्यो बाहिरको प्लेनवालाको 15,000 त्यसको 7,215 होइन ठुलो नल गर्दैन यो चाहिँ ठिक्कको साइज लगाएको थियो कति भन्नु हो यसको चाहिँ 9,000 9,000 7 8 9 7 हो त्यो होइन होइन त्यो सानै गरिदिनु सानै होस् केटाकेटीलाई त हो, यो त ठुलोलाई चाहिँ हामी त खोला गइहाल्छ तर साइज चाहिँ बवाल है अब 2,000 खतरा लानु के कुरा गरी पछि रिग्रेट मात्र हुन्छ तर लगिहाल्नु हो त त्यही सानै गरिदिनु बवाल कन्भेन्सन तर हाम्रो सङ्गीतलाई जित्नु सक्दैन फेरि होइन हाम्रो सङ्गीत होइन दुइटा हो त्यत्तिकै सबैको आउँछ गाइस फाइनली हामी चाहिँ केएफसीमा छौँ अन्त एकचोट फोटो चाहिँ प्लिज मेरो भाइ फेरि फेरि आइँदैन अलिक पर हल्का एङ्गल यो खानेकुराहरू पनि निस्कोस् न त क्लियर आउँदैछ पानी चाहिँ मलाई मात्र चिज खाँदिनँ दुइटा तलै राम्रो हानिसक्यो यहीँसम्म चाहिँ यहाँ यति मात्रै घटेको सर्दैन घाँटीको मात्रै अलिकति ल
टिकट काट्ने चाहिँ कहाँनिर ल केटा कुन चाहिँ सिटीमा जानु पाउनु चाहिँ यहीँसम्म हो के कम्बो हान्ने कि के हान्ने के बन्जी जम्प पनि हुन्छ बन्जी जम्प चाहिँ होइन त्यो फ्री फल जम्प चाहिँ हो कस्तो खालको त्यो बन्जी टाइपको चाहिँ मिनी बन्जी हो भनौँ न अनुभव चाहिँ त्यस्तै हुन्छ के हान्ने होइन लु हान हान्नु न त लु म चाहिँ नहान्ने ऊ चाहिँ एउटा कम्बो सेट त्यसलाई भइहाल्यो 750 को एउटा चाहिँ कम्बो अनि कतिजना हुनुहुन्छ हजुर अनि कतिजना हुनुहुन्छ हामी 3 जना छौँ 2 जना चाहिँ इन्ट्री फी ए दुईटा चाहिँ स्क्याब हजुर होइन ए अन्त भने 17 त्यतिकै हेर्न मात्रै जान चाहिँ मिल्दैन टिकट चाहिँ यहीँदेखि लागु गर्नु ए 1750 हुन्छ तपाईँहरूको दुईजना स्क्याब अनि एकजना कम्बो लु केटातिर कम्ती स्पोन्सर हान्छ जस्तो छ स्पोन्सर बुझीमा कहिले म त टाट कम्पनी ल आयो 1000 चाहिँ आयो कति छ 500 रुपियाँ कति 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 भन्नु हो 1750 ल 250 यताबाट आएर ल 1750 भनेर गर्नु त कति परिरहेको छ कस्तो अनुभव भइरहेको मलाई भन्दैन उ त्यसलाई चाहिँ सोध्नु पन्जी जम्प हान्ने मान्छेलाई बन्जी होइन नि त यो मिनी बन्जी जस्तै जस्तै फिल्स लाइक अ बन्जी ल ठिक छ जाउँ ल्यान ठिक लिनै पर्ने हो आफूलाई त थाहा छैन विदेशीहरू पनि छ क्या हो यस्तोमा त विदेशीहरू पनि आउनुपर्ने हो त योभन्दा ठुल्ठुलोमा जान्छ केरा बाटामा परेर हामी गइदिउँ न त भनेर जानु लागेको हो कि ए के हिँड्दै कहाँ हिँडेरै सुँगुर जस्तो ए कुकुर जस्तो जिब्रो निकाल्नु पर्ने रहेछ खोइ कता हो जुत्ता चाहिँ ए थ्याङ्क यू ए दुइटै हुन्छ यहाँ ए हस् पर्खे केटा एकैछिन I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Everything I do so instinctive and so passionate. Every word I move so descriptive like an adjective. I got a vendetta against people who patented being negative when you should be getting after it. I got facts over tracks. Listen. यो लगाए
कि चाहिँ नचिप्लिने कि झन् चिप्लिने हो यो साइको हुने रहेछ यो मलाई त थाहा छ नि होइन यो सिसाले साइको लाग्दै क्या स्टोरेज फुल बनाए के हो ओ गाइज सिसामाथि मलाई नि थामिराखेको छ त्यही त भनेको त यता यस्तो छ गाइज यता यस्तो छ आम्मा साइको हुने रहेछ त अझ यता त झन् साइको भनेर आम्मा मुनि त हेर्नु नहुने रहेछ ए उता ऊ अघि लडेको हो ऊ यहाँ ऊ घोडा यता यस्तो छ भाइ Good.